नमस्कार, मेरो नाम बद्रीनाथ ढुङ्गाना। यहीं पोखरा महानगरपालिका वडा नम्बर 26 यही तालबेसी निवासी म व्यक्ति हुँ र भन्नुपर्दा यो हाम्रो यस क्षेत्रमा यो ज्येष्ठ नागरिकहरूको लागि दिवा सेवा केन्द्रको आवश्यकता महसुस गरेको हुनाले हाम्रो शान्तिप्रेमी आमा समूहको यो भवनमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरौँ भन्ने भावनाका साथ यहाँ सम्पूर्ण महिला आमा दिदीबहिनीहरू बुवा आमाहरूको एउटा भेला बस्यो। भेला भयो, भेलाको उसले चाहिँ एउटा चाहिँ यो ज्येष्ठ नागरिक सेवा सञ्चालन गरौँ भन्ने खालको जुन दृष्टिकोण अगाडि सारियो। यो फागुन 14 गते 2081 साल फागुन 14 गतेबाट यो शुभारम्भ भएको। यहाँ दिनको 60-65 जनासम्म हाम्रो चाहिँ ज्येष्ठ नागरिक बाआमाहरू हाम्रा अग्रजहरूले यहाँ चाहिँ सेवा लिइराख्नु भएको छ भने शान्तिप्रेमी आमा समूहका हाम्रो सदस्यहरू यहाँ 76 जना हुनुहुन्छ। उहाँहरूले पालो गरेर दिनको 5 जना 6 जनाको दरले आफ्नो पालोमा आएर हाम्रा ज्येष्ठ नागरिकहरूलाई एउटा सेवा दिइराख्नु भएको छ। दिउँसोमा यहाँ सुरुमा चाहिँ भागवत पाठहरू हुन्छन्, के रामायण पाठ हुन्छ, कृष्ण चरित्र पाठ हुन्छ, अनि त्यस्तै एकादशी महात्मा पाठ हुन्छ एकादशीको दिनमा भने। अनि यसरी धार्मिक ग्रन्थहरूको कथाहरू प्रवचन भइसकेपछि 1 घण्टापछि 1 घण्टा भजन कीर्तन हुन्छ अनि आफ्ना मनमा लागेका कुराहरू भलाकुसारी गर्नुहुन्छ उहाँहरूले। त्यस पछाडि गएर यहाँ चाहिँ अनि दिउँसोमा यहाँ खाजाको प्रबन्ध पनि हामीले चाहिँ गरेका छौँ। विभिन्न सङ्घ संस्थाहरूबाट विभिन्न व्यक्तिहरूले आफ्ना चाहिँ जस्तै जन्म उत्सवको अवसरमा, विवाह उत्सवको अवसरमा यहाँ चाहिँ उहाँहरूले पनि सहयोग गरिराख्नु भएको छ। यसरी हाम्रो यो ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिराखिएको छ। अब भन्नुपर्दा आज यो हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 26 यो बुँदेतालको नजिकमा किनारमा रहेको यो जग्गामा आज रोपाई महोत्सव हुँदैछ। यो 20औं असारे रोपाई महोत्सव पोखरा पर्यटन परिषदको आयोजनामा र हाम्रो यहाँको स्थानीय शान्तिप्रेमी आमा समूहको के अरे एउटा यहाँको स्थानीय आयोजकत्वमा यो चाहिँ जुन कार्यक्रम आयोजना गरिएको छ यो पहिलोपटक भएको छ यस स्थानमा। र यो रोपाई महोत्सवमा तमाम हाम्रो देशी विदेशी पाहुनाहरू पनि हुनुहुन्छ। यहाँ चाहिँ अन्तर्राष्ट्रिय पर्यटकहरू पनि आउनुभएको छ र विभिन्न यहाँ इभेन्टहरू हुँदैछन्। यहाँ चाहिँ धेरै रमाइलो भएको छ, बाजागाजाका साथ धेरै कार्यक्रम चाहिँ यहाँ सम्पन्न भएको छ धुमधामसँग। यही कुराहरू चाहिँ यहाँ देख्न पाइएको छ। यो पहिलोपटक भएको छ यस स्थानमा। यो असारे रोपाई महोत्सव जुन यो पोखरा मोड फेस्टिभल 2025 यहाँ चलेको छ, यो हाम्रो स्थानीय जनसमुदाय स्तरमा यसले निकै नै उत्साह थपेको छ। यहाँका कृषक वर्गहरूले आफ्ना स्टलहरू पनि राख्नुभएको छ र किसानहरूद्वारा उत्पादित यहाँ चाहिँ तरकारी अनि आफ्ना चाहिँ मह अनि यो माछा उत्पादनका कुराहरू पनि यहाँ ल्याएर राख्नुभएको छ। यसले गर्दा उहाँहरूलाई प्रोत्साहन दिएको छ भने हाम्रो यो ज्येष्ठ नागरिक सेवा केन्द्रको लागि भन्नुहुन्छ भने यो तालको परिसरमा रहेको यस रमणीय स्थानमा हाम्रा बाआमाहरू पनि यत्रो ठुलो कार्यक्रम भएको देखेर उहाँहरू खुसी हुनुहुन्छ। यहीँ अगाडि बसिराख्नु भएको छ, यहाँबाट हेर्नुभएको छ। उहाँहरू ज्यादै हर्षित हुनुहुन्छ। यस्तो मेला पर्व हेर्न उहाँहरू टाढा टाढा जान सक्नुहुन्थेन, तर यहीँ आफ्नै यो चाहिँ सेवा केन्द्र चाहिँ यो ज्येष्ठ नारी सेवा केन्द्रबाट देख्न पाउँदा निकै हर्षित हुनुहुन्छ, खुसी हुनुहुन्छ। यही नै हामीलाई खुसी लागेको छ। हाम्रो ज्येष्ठ नारीको खुसी नै हाम्रो खुसी हो।